नमस्ते सबैजनालाई। आई होप तपाईँहरू सम्पूर्णले सन्चै हुनुहुन्छ होला नि। म पनि एकदम ठिक छु। वेलकम टु माई न्यू भ्लग। ल है गाइस, हाम्रो चाहिँ यहाँ अब खसीको मासु भक्कु कटिङ हुँदैछ हैन। यो चाहिँ धेरै दिन भइसक्यो यो लिएर आएर फ्रिजमा राख्दा राख्दै यहाँ आइस भइसक्यो। हामीसँग टक्क मसला सकिएर मासु पकाएर खानै पाएन। अनि त्यसपछि आज चाहिँ शनिबार हामी कामबाट सकेर यो मासु कटिङ गरेर अब मसला ससला लिन जाने प्लानिङमा छौँ। अनि यो अब एकछिनमा काटिसकेपछि हामी चाहिँ टक्क लगाएर बजारतिर जानेछौँ। अनि मसलाहरू किनेर ल्याएर आज चाहिँ दरो मासु पकाएर मासु भात दन्काउने हो। ल्याम्मा मासु भात दन्काउने हो। अनि यो कार्नलाई चाहिँ अलिकति गाह्रो हुँदो रहेछ हैन। यस्तो जुगाड गरेर अचानो लिएर आएर यो बन्चरो सानो लिएर आएर पुरै हड्डी छिनाउँदै हामी दुईजना। अनि यस्तै छ हाम्रो पारा। अब त हाम्रै फ्रिजमा पनि अट्छ होला। 2-3 प्लास्टिकमा हालेर राख्नु कि त्यसले हाल्नु पऱ्यो नि त प्लास्टिक। प्लास्टिक त त्यही उसकोमा हाल्नु नि। केको त्यहाँ त्यो सामानहरू ढाक्ने ढाकेर राखेको हुन्छ नि। हामीतिर बाख्रा काट्यो भने यसरी भाग लाउँछ। प्लास्टिक ओछ्याउने, बोरसहरू ओछ्याउने, त्यही हो। पुरै कुनैतिर फेरि केजी सिस्टम हुँदो रहेछ। हामीतिर त छैन। धेरै ठाउँमा हाम्रोतिर त बिलेज सिस्टम हो। ट्याक्क ट्याक्क फेरि छुट्याउँछन् न। जहाँ भन्यो त्यही हाम्रो छैन। 4 टुक्रा पार्नु पऱ्यो भने ठ्याक्क 4 टुक्रा बराबर भनिन्छ। ग्राम समेत पुरै त्यो झन् त्यो भिडियो त्यो टिकटतिर आउँछ नि, त्यो पहिला पहिला देखेको थिएँ मैले। यति ग्राम काटेर उ गर भनेर कमेन्टमा आउँछ। ट्याक्कै त्यति नै पारिदिन्छ या यति जति भनेको त्यति नै एकचोटि काट्दाखेरि। अनि त्यस्तो गरेर भाग लायो अनि जोड्दाखेरि 2 किलो पनि बराबर हुने क्या। फेरि छिनाल्दा नि छिनाल्दैनन् हो। टाउकोबाट छिनाल्दा नि छिनाल्दैनन् हो। के त खसीहरू काट्दाखेरि टाउकोबाट छिनाल्दैन? के छिनाल्छ? घाँटी काट्ने यस्तो सुधार कि घाँटी काट्ने कि पेट काटेर अनि स्वाट्ट मुटु छुट्टिने। त्यसरी हो। एकैचोटिमा जान्छ। त्यो टाउको काटेपछि पुरै रगतभरि मासु के हाम्रो त रौँ हुन्छ। टाउको काटेर उनी जान्छ नि त। रौँ हुन्छ अनि त्यो मुटु झिक्यो भने अनि स्वाट्ट पछाडि त्यो पेटबाट पुरै रगत झिक्नु मिल्छ क्या। कस्तो खालको रगत रहेछ हौ यो। काट्नु पर्यो। हाम्रो चाहिँ यति काटिसकेको छ अहिले चाहिँ। यत्रो भाँडा चाहिँ काटिसकेको छ होइन। यो नै हामी दुईजनालाई थुप्रो दिनलाई आउँछ। त्यो पनि हप्ताको एकचोटि मात्रै पकाएर खाने हो। हप्ताको 2 चोटि भनौँ न, शनिबार बेलुका र आइतबार। अरू बेलामा कम्पनीकै खानाहरू खाइन्छ। त्यही भएको कारणले अब मासु चाहिँ छिटो दसैँसम्म आउनसक्छ है हाम्रो मासु। दसैँ यसपालि दसैँमा मासु किन नपर्ने जस्तो देखिरहेको।
सबै फुत्क्यो गर्दनले चाहिँ के हो यो त्यो अलि यो रहन्छ के छिर्न सक्छ है मान्छे उनीहरुको चाहिँ फेरि मेसिनबाट मिसिनबाट काट्छ हामी चाहिँ हामीलाई नै मिसिन बनाउने हो चालेको हुँदै थियो मैले सफा गर्दै थिएँ ग्राइन्डर ल्याएर काट्नुपर्छ मात्र मासु बोसो ए फुस्क्यो फुक्नु पर्यो मासुमा त धुलो बस्दैन कि फोहोर बस्दैन अरूमा बस्यो नि पहिला हामी बचाउँदाखेरि अरू जुठो चाहिँ नखाने मासु चाहिँ अरू दियो भने झुटो नखाने भने घरकै मान्छेहरूको पनि के मासु भयो भने चाहिँ झुटो केही नहुने मिठो चिज भयो भने चाहिँ खाइदिने यस्तो पाराले काट्नु पर्यो ओ माई गड हाम्रो यति धेरै मासु आम्म कहिले खाने हो यति धेरै मासु होइन यो चाहिँ अब पुरै मासु चाहिँ अब धेरै दिन के हुने हो होइन अनि कति महिनामा चाहिँ हामीले यो भ्याउला तिम्रो अनुमान के विचार 1 महिना 1 महिनामा सकिएला 4 दिन मसला नभएर पो रह्यो मसला नभएर नकाटेको भएर मसला नभएर हाम्रो मासु चाहिँ फ्रिजमा पुरै आइस भएर बसेको हामी चाहिँ यता कहिले खिम्जीको झोल कहिले भटमासको जराको झोलसँग भात खाइयो अनि अब चाहिँ मसला थुप्रो ल्याएर राख्ने हो अहिले हामी मार्टमा गएपछि थुप्रो मसला ल्याएर आउने नेपाली मसला पनि सिटमिट ठाउँमा पाउँदैन त्यही भएर यस्तो भयो अस्ति खोज्या भयो सन्जुतिर त्यही भएको कारणले अब यति धेरै मासु छ हाम्रो चाहिँ होइन यति धेरै खसीको मासु 9 किलो हो 9 किलोमा एकचोटि दुईचोटि मात्रै पकाएर खायौँ अरू सब यहीँ छ लगभग 7.5-8 केजी जति चाहिँ यहीँ छ अब बेच्ने भएछ हौ व्यापार गरी मासु ल्याउनु लाउने